साथी हामी चाहिँ पोखरी खेल्दैछ र भैँसीहरू रमाइलो छ चिताल नन्द पोखरीमा भैँसी पाल्न लागि चाहिँ पानीको पोखरी पनि चाहिन्छ। यो चाहिँ माछाको पोखरी हो, माछा पालेको हुन्छ अनि एकदम मुनि माथि ल्याउने हो अनि यसरी पोखरीमा छोडिदिने अनि घाँस हुन्छ, घाँस गएर खान्छ माथि घाँस खाने हो अनि घाँस पोखरीमा पोखरी घाँस टन्ने माथि घाँस पलाइसकेको छ यसरी साइडतिर अनि घाँस टन्ने छ। हेर्नुहोस् साथी, हामी चाहिँ आज यहाँ भैँसी फुकालेर यता पोखरीमा भैँसी पौडी खेल्न ल्याएको छ त अनि मेरो चाहिँ पोखरीमा यसरी घाँस पनि रोपेको छ यसरी अनि भैँसी यहाँ पोखरीमा ल्याउँछौँ र छोडिदिन्छ पोखरी अनि पौडी खेल्छ अनि यो चाहिँ मेरो माछा पनि छ पोखरीमा गर्मीमा अनि यसरी उफ्रियो पोखरी खेल्छ पौडी खेल्छ भैँसी। ल हेर्नुहोस् साथी अनि यता चाहिँ खेत छ मेरो, स्कमरहरू रोपेको छ यता अनि गोठ छ मेरो, यो यही गोठ हो मेरो। यसरी गर्मीमा पोखरी खेल्छ भैँसीले। ल हेर्नु साथी रमाएर उब्रिएको छ भैँसी यहाँ चर्ने अनि पानी पौडी खेल्छ अनि यता माथि गएर घाँस खाने पोखरीमा राम्रो छ। घाँस पलाइसकेको छ यसरी पोखरीमा सबै ठाउँमा। ल साथी हामी यसरी पौडी खेल्दैछ मेरो भैँसीहरू। अझ रमाइलो छ यिनीहरूलाई शीतल आनन्द पोखरीमा। यो भैँसी पाल्नको लागि चाहिँ पानीको पोखरी पनि चाहिँदो रहेछ। यो चाहिँ मेरो यहाँ माछाको पोखरी हो, यहाँ माछा पालेको पनि छ अनि एकदम मुनि भैँसीको गोठ अनि यता माथि ल्याउने हो अनि यसरी पोखरीमा छोडिदिने अनि घाँस पनि छ, घाँस गएर खान्छ टाइम टाइममा माथि गएर यसरी अनि घाँस खाने हो अनि घाँस खाएपछि फेरि पोखरीमा पोखरी खेल्ने पौडी खेल्ने। ल घाँस चाहिँ टन्नै छ माथि, घाँस पलाइसकेको छ यसरी चारैतिर। हेर्नुहोस् घाँस चाहिँ टन्नै छ एक घाँस। ल अब फेरि जाने माथि घाँस खाने अनि फेरि तल पोखरीमा ओर्लिन्छ पौडी खेल्ने। दिनभरि यसरी बस्छ यो। ल भैँसी हेर्ने सजिलो पोखरीमा लगाइसकेपछि यस्तै छ गाइस जिन्दगी। पोखरी चाहिँ मेरो यहाँ अलिक ठुलो नै छ, 2-3 गट्टाको। यहाँ माछा पनि छ मेरो, लगभग निकाल्यो भने 2-3 कुन्टल माछा निस्किन्छ होला यहाँ। अनि यहाँ पनि छ सानो पोखरी, यता घाँस यसरी रोपेको छ पोखरीको किनारमा छेउछाउमा। अनि यसरी छेउछाउमा घाँस रोप्ने यसरी अनि भैँसी पाल्ने 1-2वटा अनि पोखरी बनाएर अनि पोखरीको छेउमा घाँस रोपिसकेपछि पोखरीमा खेल्न आउँछ भैँसी अनि घाँस खाने पोखरी खेल्ने पौडी खेल्ने अनि राम्रो हुन्छ, घाँस पनि काट्नु परेन। हेर्नु साथी
पुरा रिस खिच्छु भाइ अनि अडल हेर्नुहोस् गाइस आज चाहिँ हामी गर्मीमा यसरी भैँसीले पौडी खेल्न पोखरीमा ल्याएको छ। अहिले चाहिँ भैँसीहरू यसरी पोखरीमा पौडी खेल्दैछ। ल सानो यसरी हिँडेर घाँस खान गयो यिनीहरू। अब पोखरी खेल्यो पोखरीमा पौडी खेल्यो घाँस खान जाँदैछ। अब घाँस खान्छ माथि गएर। घाँस खान्छ फेरि पोखरी घाममा तातो भइसक्यो। जिउ तातो छ गरी घामले पोलिसकेपछि चाहिँ पौडी आएर पौडी खेल्छ फेरि। दिनभरि यसरी नै यो पोखरीमा खेल्ने अनि घाँस खाने। यसरी दिनभरि यिनीहरू यसरी बस्छ यहाँ। ठ्याक्क एकछिन घाँस खाने अनि त्यसपछि फेरि घामले पोलिसकेपछि फेरि पोखरीमा पौडी खेल्ने गर्छ यिनीहरू।
होइन घाँस खान गयो फेरि माथि। यहाँ पौडी खेलेर अब चल्न गयो। घाँस खाँदैछ अब यो पौडी खेल्यो। अब त्यहाँ घाँस खाँदा खाँदै अब यो गर्मी भइसकेपछि चाहिँ फेरि पौडीमा आउँछ। गर्मी भइसकेपछि फेरि पोखरीमा पौडी खेल्न आउँछ। टप खाँदैछ। यो खाइरहन्छ, यो घाँस पलाइरहन्छ। यो राम्रोसँग पलाउने घाँस हो यो। जति खाए पनि जति काटे पनि घाँस पलाइ नै रहेको हुन्छ। जस्तो काटेको फेरि यसरी पलाइसक्यो। घाँस खाएर अब यता आयो। त्यसलाई गरिम भयो फेरि पौडी खेल्न आइसक्यो। घाँस खायो, पोखरीमा आयो, फेरि यसरी पौडी खेल्यो। जब गर्मी हुन्छ यो यसरी आएर फेरि यहाँ पोखरीमा पौडी खेल्छ।
घाँस खाँदैछ चाहिँ यता आएर एउटा चाहिँ त्यहाँ र पौडी खेल्दैछ।